बुढा मेरो भाइ यता आ जाऊ एक तिल 13 एउटा गोरु चोक्ने हालिन्छ तर कोही एन्टी लाइट परेर हो के लाइट परेर हो मधुरो न मधुरो भयो त ल अनि यहाँ यस्तो छ हालत चाहिँ साथीहरू वेलकम छ माई न्यू भिडियोमा तपाईँलाई अनि म चाहिँ हिजो घर आइसकेको छु आज चाहिँ बिहान उठेर म फेरि घर निस्किँदैछु यस्तो देखिएछन् नजारा अनि बाजेको पर छैन त नि खेतमा धान रोप्नु हुँदैछ होइन बाजेको के पठाइदिएको लिची पनि हो दाल कसको त्यो के गरेर किन बानेको त्यो बाजेको के गर्दैछ अब त बुझ्ने हेर्न सुहायो गर नि त मम्मी कहाँ हुनुहुन्छ खेत लाउँछ के खाजा के कहाँ छ कुकुरहरू पुरा धान रोप्दै रहेछ मम्मीहरू चाहिँ धान रोपी गर्नु हुँदैछ साथीहरू एकदम मम्मी खुकुरी पर्छ के एउटा त बनाएकै सोइला छ त त्यही ल खुकुरी पनि लानु ओ कान्छे ए खुकुरी पनि लगिदिनु त ए म गरेर फुक्छु चारो बनाउँछु सुँगोलाई दुईवटा लानु अन्त दुईवटा लानु यो भन्नु त्यो लाग्यो चप्पल लाग्यो क्या बिल्ली ए के हो चुप हाल्नु हुँदैन रोग पो लाग्छ है क्या भयो रोग र मकै कस्रेलो आधी चाहिँ खेत रोपिसकेको छ होइन बाबाले कहाँ चाहिँ यताबाट आएको पालो त त्यो मजबुत फिउलाई चारो पकाएर लानुपर्ने त हो म आगो सागो फुक्छु खाजा साजा पकाउँछु यता त्यता भात तरकारी साथीहरू अनि जुठो भाँडा धुन्छु जुठो भाँडा पनि छ यहाँ पहिलो चाहिँ के भयो केटाकेटीलाई भात
देखो ना देखो एक दुई 3 मेट्ने कहाँ थुक्ले मेटेको त हौ छ्या इला त छ त पर अब 4 यस्तो वाला घुमेको हौ यस्तो अब 5 6 अलि राम्रो नै है कता बिरालोको कताबाट आउनु भएको बुवा कता हुनुहुन्छ बाबा बरे खेतमा हजुर अब छ के छाता छ जस्तो छाता छ जस्तो छ भन्छ 7 भन्छ तर 6 नम्बर यस्तो घुमेको छ नि यस्तो 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 अर्कोपट्टि यस्तो यो त 3 पो भयो त उतार न कपी उता ओल्लो जस्तो के ओल्लो जस्तो यस्तो ओल्लो त छाता छ भने त छाता छ यस्तो अर्कोपट्टि फर्केको छाता छ त्यस्तो हुन्छ भयो यता फर्केको छाता छ यता फर्के भयो साथले अर्कैले त छैन मैले ल्याइदिएको उता पर थियो त अलि राम्रो बनाउने है चौबीस 2 5 5 25 भइसक्यो क्या त्यस्तै त हो त फेरि 2 छ 26 यस्तो
र 6 2 र 6 26 अब 2 र 7 त्यही साइडमा ले फेरि 2 अँ 2 7 7 हो त्यस्तो यस्तो अँ 7 27 27 ले 29 फेरि 1 लेख्नु 2 1 लेख्नु तुमले 3 लेख्छु न 30 अँ 3 सुनाले हुन्छ दादा तेरो 50 को लानुपर्छ अहिले 100 लानु भन्छ बस तपाईँको के अरे उता हार त कान्छे ब्राजिल कहिले हिजो हेरेर दादाले हेर्दै थियो हिजो बिहान अघि बिहान हो अब मेसी एम्बाबाले लान्छ त्यसो त्यो हलन हालेनसँग के पो त्यसको आएको पो त्यो हाला भनेको 9 नम्बर रहेछ मेट यहाँ त 3 र 1 31 हुन्छ क्या यहाँनिर 2 र 1 21 लेखेको चाहिँ त्यो दुइटै बराबर लेखेको मैले आउँछु ओइलेसमा लेखाउनु डिम्बेरिया पनि छ जुतो पनि हाततिर धुन त्यो राखमै लेख्न बनाउनु लेख्नु परेन हाम्रो लेख्नु परेन गएर 30 4 36 2 32 2 र 6 26 औ रोनाल्डोले एउटा स्टार पसेको क्या नत्र मेसीले जित्यो भने 4टा स्टार हुन्छ एमबापेको कतिवटा पो छ एमबापेको 2टा छ हैन कहाँको पो त्यो त्यो फ्रान्सको 2टा छ खोइ थाहा भएन म त त्यसको बेला दाल हेर्दै गर्नु हैन दाल उयो नचलाउ न काम लाग्छ मन्नु लाग्यो तुम्बा ल दाल हेरेर भात पनि छ हुलो आटो टिक हुलो आटो तुल्ला हुलो आटो अहिले पाहा धुइदिनु छ हो के त ल्याउन म चाहिँ कहाँ पराउनु हो अलिकति ल्याउन आऊ गुनु छ
चल हम गरिसक है ल लाइटर देखा ल त दर्शकबिन हामी चाहिँ भात खाएर अब कटेजमा झरेको बाख्रा चाहिँ एउटा पल्टी झऱ्यो होइन अनि मेरो बुढा चाहिँ यहीँ ल ल ल आइज ल ल ल ल आइज ल ल ल ल उता उमा दिनु न उता आरीमा उसको सिस्टम अरे अनि कटेजको हालत चाहिँ यस्तो छ यो पनि हिजो मैले आएर सफा गरेको हेर्नु सक्नुहुन्छ यहाँ छ यी मैले जुठोबाट थुपारेको आज म्याए ल ल ल अनि यहाँ यस्तो छ हालत चाहिँ अनि मेरो किचनको हालत चाहिँ कस्तो होला त राम 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 यस्ता छन् किचनको हालत चाहिँ निगार भएको छ के ओइ निगार थियो के भएर मेरो यसपालिको निगारै भएन हौ के भएर यसपालि त्यस्तो भयो धेर पनि दिनु हुँदैन नि फेरि मकै बाबु मर्छ हो मकै धान खायो भने धेर खायो भने मर्छ कि मर्दैन थाहा छ धान धेर खायो भने मर्दैन ल र धान खाँदैन भन्छ अरे खान्छ क्या धान र कोदो धेर खायो भने मर्छ बाख्राहरू ए साथीहरू कमेन्ट गरिदिनु है धान खान्छ खाँदैन बाख्राले के बोलेको हो यो अस्तिको दिन चाहिँ म एकदम प्लेन क्यान्सल भएर साथीहरू हिजो गाडीमा आएको एकदम छाप्दै बमिट गर्दै आइपुगेको अनि हालत चाहिँ यस्तो छ मेरो कटेज गएर झाडु उम्रेर हेर लुकीडुम खेल्ने भएको छ है अरे उता लुक है म यहाँ लुकीडुम खेल्नुपर्छ हाम्रो खेत चाहिँ अनि रोपिसक्नु भएछ यता पाटा अनि उता पाटा पनि अब 2-3 घरा बाँकी छ ऊ माथि हाम्रो बाउले हेरिरहेछ यत्रो भुडी देखाएर हाम्रो बाउले चाहिँ हेरिरह आँटाभित्र गरेर बाखिन बस्नु नि हौ हाम्रो बाउमा आपत पनि झन्डै मन पर्यो बाघमै खेद्नु जानुहुन्थ्यो कि अस्तितिर पनि बिस्तारै 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 जान्छ त्यो बोका त अल्झिन्छ नि त लादो दामला हामी चाहिँ कहाँ हिँडेको दर्शक दिन भन्नुहुन्छ भने बाख्रालाई पनि पर्खन खेद्नु पर्यो अनि चढ्छ अनि हामी चाहिँ कुलीहरूमा लिची खाने हिँडेकै दर्शक यिनीहरूलाई नि रोडमा कुद्नु ऊ अप्ठ्यारो हुँदैछ नि यो पिचमा
गोरुहरू पनि कस्तो कुद्नु सक्दैन नि ला यहीँ ल्याउनुहुन्छ गयो त उधो जाओस् ल है त साथीहरू हामी चाहिँ लिची खानु हिँडेको घोडा हिँडाउनु त कसो पो गर्छ गर्न नगर त्यसो त लड्छ हौ तेरे होठ रसीले तेरा बाबू इतना फीले दर्शक महानुभावहरू अहिले हाम्रो गर्ने उ राख्नुभएछ नि अब त हाम्रो बाख्रा त्यता अनि पानीभन्दा बिगारमा बोक्छ होठ रसीले तेरे होठ रसीले यसमा लिची खान आउनु भने हो पोहोर त खतरा थियो नि है यसपालि त्यति फलेको छैन अरे हौ अस्ति अलिकति ल्याइदिनु भएको तिर खाएको फुपूले कसको बाख्रा रहेछ ओ ओ छ्या ओ लु भन है भनेका ए लु बोक्नु त वानबाटै गर्नु किन सिसबाट गएको अहिले नि त्यो बाइकमा देखिएन नि दर्शक महानुभावहरू हामी लिची खाने घरमा आइसक्यौँ होठ रसीले तेरे ओइ कुकुरले टोक्छ होइन होठ रसीले ओइ 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 टोक्दैन आमामा यिनीहरू यत्रो यत्रो भएको कहाँ हो ओ टोक्दैन यो यो हामीले लगेको होइन त त्यो हामीलाई त डाक्टर गरेर बुढा मेरो भाइ यता राजा हौ बुढा मेरो भाइ याउ यहाँ चाहिँ फेरि खास यहाँ चाहिँ फेरि के लाग्छ कि साथीहरू अनि थुथु गरेर मात्रै खानुपर्छ कि एउटा भेटे भुइँमा कस्तो रहेछ अर्को पो रहेछ त हो अन्ली चाहिँ यहाँ छ त या म त यता हेर्दैछु त यहाँ खै
राम 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 लड्नु होला है यो फेरि हाङ्गा त फल्दैन यसको म त डर पो जान्ने सोचिरहेको फल हुन्छ नि सु फेरि यो दाना दाना टिप्नु हुँदैन त्यो गर्नुपर्छ भाग्नुपर्छ झ्याउले टिप्नुपर्छ हाङ्गै भाग्नुपर्छ यो त सुकेको होला हौ सु यो पनि सुकेको होला नि मलाई मार्छ होला मार्यो मार्यो जेठीलाई भनेर मात्रै अब अहिले देख्यौ जेठा जेठीको जेठाको दादा अस्ति मैले घरमै लगिदिएको ए त्यसो भए खाँदैन त्यही भएर त नि म ढुक्क बसिरहेको छु जेठी आएको छ भनेर मात्रै जेठी यो त सुकेकै रहेछ ऊ तिल्ली चिया न झुप्पा ए राम्रो रहेछ त यो पोहोर सानो थियो पो त्यसपालि कत्रो ल भयो दर्शकबिन आमा के मजाले पाएको छ लिची आयो लिची न लिची खाऊ पक्राउ न एकछिनमा लिची खाऊ ला ए अठ्याउ न अब तिमी एकछिन म खान्छु पहिले ओ ओ ओ ओ। राख्नु परेन यसपालिको पहिलोपल्ट रोप्थ्यौँ नि यो खोला खोलापट्टि सबै हजुर ला पिछाडमा लु भयो भुबै यति नै अगाउँछ लड्नुहुन्छ अहिले अगाउँछ अगाउँछ अबि काठमाडौँमा लिची खोज्दा खोज्दा भेटेको भएको ल दर्शकबिन यसलाई भन्छ लिची यो लिची म दिँदैछु हाम्रो फुच्चीलाई म यहाँ पछि हात त खाली छैन है ले यहाँ ले ल अब उसले चाहिँ लिची खान्छन् त्यताबाट मधुरा चिसा खाम नखाने फुपू कहाँ भेट्नु भयो खोइ यहाँनिर थियो दाजुले हिजो ल्याइदिएको अरे ल्याएको दाजुले तल गएर आउँछ ल हस् हामी लिची खाँदै गर्छौँ ल यहाँ घाममा चाहिँ किन बस्नु हाँ तल चाहिँ हावा आउँछ ल स्ट्यान्ड चाहिँ राखेर आयो स्ट्यान्ड त घरमा तिमी त्यसै त गर्छौ त आइया यसले पो टोकेको गर्छ केले चिलाउँछ भन्छु त ब्याङ्कबाट हेर्ने मलाई मरिमरि टोक्दैछ यसले जाँट हजुर पैसा मैले त मोबाइलै बोकिनँ मेरोमा त दाइ 5 रुपियाँ मात्रै छ गरिब भएको छ पठाइछ नि त्यहीँबाट यस्तो पठाइदिन्छ कोही एन्टी लाइट परेर हो कि के लाइट परेर हो मधुर न मधुर भयो त यताबाट यस्तो हान्नु पाएको चाहिँ आउँछ तिम्रो त एन्टी लाइट नहाल्यो नि राम्रो लाग्छ उता नि यहाँबाट म मान्छे राम्रो नि त नि झन् ठुलो पो अग्लो नअग्लो पाहाडमा त घरमा बनाएको छ सुन्तलाको रुखमा अनि पारी आँपमा पनि बनाएको छ फेमस भयो मेरो के के मैले बनाएको ट्री हाउस सबले अनि बनायो त अनि धन्न नाम चाहिँ लेखेन छ यहाँ गर्नुपर्छ के यो चाहिँ एउटा फेमस नाम देऊ त नाम घर लगेर के कुरा खाने लिची त देखाइयो राखिराखि खाने नती सु गन्त सु हेर न कार्टनको जस्तो के सु गन् सु
अठ्याउन है ओइ सु यो चाहिँ धेरै पाकेर होला नि यस्तो भएको निकै हुन्छ नि गुलियो हुन्छ त्यो झन् धेरै पाकेर जस्तो भएछ घामले डढेको रहेछ कि ल दर्शकबिन अहिले भने चाहिँ लिची सिची खाइयो अनि अब अलिअलि बोकेर पनि हिँड्यो सु घरतिर जानुपर्ने हुन्छ लास्टै अल्छी लागेको छ माथि माथि थियो घाँटे बाख्रा त सुतुतुतु आयो त सु आउँदैछ अर्को पनि ठिक्क बेलामा आएछौँ है दर्शक महानुभावहरू यो चाहिँ जसले टाङ्मुनि नै पस्दो रहेछ होइन को अन्त दिस लिची अब साथीहरू म चाहिँ मेरो काम गर्छु होइन अनि तपाईँ चाहिँ के गर्छ तपाईँ लु म जुठोहरू धुनु पर्यो ल त दर्शकबिन हाम्रो खोटाङमा पनि एउटा गोरु जोत्ने हालिन्छ तर फरक चाहिँ यति छ कपाल कालो छ त्यसको सेतो छ क्यामेरा पुऱ्याइदिन आएको साथीहरू किन बोलाइस् त यहाँबाट गरिदिनु न नि अब भिडियोमा लागि एकछिन है दोस्त एकछिन पर्ख है दोस्त मनबाट होइन त ल भन्न जास एकछिन मलिक मजाको कता देखिन्छ हाले देखो उता फर्केर यता हौ यता यतै फर्किन्छु नि बोला न छिटो ए मैले एउटा कुरा थाहा पाएँ मेरोबाट ठुलो देखिँदो रहेछ तपाईँबाट सानो देखिँदो रहेछ होइन वानबाट पनि तपाईँकोमा क्लियर आउँदैछ मेरोमा मधुरो मधुरो पनि आउँदो रहेछ त्यो पनि थाहा पाएँ मैले ल दर्शकबिन मेरो गोरुहरू चाहिँ यहाँ छ अलिकति पानी नपुगेर म बसिरहेको छु यहाँ जोत्नुलाई अब आजको दिनमा यस्तै हुँदैछ कसले बाइक भए भए पारेको किन के थाहा हामी चाहिँ के गर्दैछौँ र कसो गर्दैछौँ भन्नुहुन्छ होला गोरु देखेपछि तपाईँहरूले थाहा पाइहाल्नु भयो हामी के गर्दैछौँ गोरुहरू त्यहाँ बसिरहेको छ